वेलकम छ सबैलाई मेरो आजको ब्लगमा। आज चाहिँ म होली भिडियो बनाइरहेको छु। चाहिँ म होलीको ब्लग बनाउन गइरहेको छु र तपाईलाई पनि देखाउने छु। र होली मनाउन एकदम रमाइलो हुन्छ। होलीको ब्लग चाहिँ मैले चाहिँ 2 दिनको बनाएको छु। पहिलो दिन चाहिँ होलीमा चाहिँ मम्मीले टीका लगाइदिनु भएको थियो र इन्स्योरेन्समा जोइन भएको कारणले चाहिँ म चाहिँ रेडी हुँदै थिएँ इन्स्योरेन्समा होली मनाउन जानको लागि। र होलीको टीकाको लागि दाइ र भाउजू आउनु भएको छ। भाउजूको पनि ह्यापी होली भाउजू। ह्यापी होली बाबु। बनाइदिनु होली दाइ। ठीक छ। ह्यापी होली हामीलाई नि। यता हेर। नाइ आउनु न दाइ। नाइ छुट्टी मिलेन भन्दै। ह्यापी होली ह्यापी होली। दाइलाई पनि ह्यापी होली। ब्लग बनाउनु भन्दै हुनुहुन्छ र बिस्तारै ब्लगमा हाल्ने सबै हेर्नु उठाइ पनि मेट्रै खान्छ। कुन चाहिँ सिमेन्टको ब्लगहरु बाँकी छ। घरमा होलीको टीका लगाइसकेपछि हामी चाहिँ यहाँ इन्स्योरेन्स कम्पनी पुगिसकेका छौँ होलीको टीका लगाउन र रमाइलो गर्न। अफिसतिर नि होली रमाइलो भयो। म्यानेजर सरले चाहिँ सबैलाई होलीको टीका लगाइदिनु भयो र अलि बेर चाहिँ हामीले होलीमा रमाइलो गऱ्यौँ र नास्ता खाएर चाहिँ हामी चाहिँ अफिसबाट बिदा लियौँ। बजारसम्म आइसकेपछि बहिनी र बहिनीको साथीले चाहिँ पार्कमा गएर होली मनाउने दिजु हिँड्नुहोस् भनेपछि चाहिँ हामी पार्क गयौँ होली मनाउनको लागि। म चाहिँ अफिसबाट घर फर्क्यौँ भनिरहेको थिएँ तर बहिनी र बहिनीको साथीले चाहिँ पार्क जाउँ भनेर रिक्वेस्ट गरेपछि म आएको छु पार्कमा। म चाहिँ यहाँ पार्क आएको छु। हामी चाहिँ दिदी बहिनी र बहिनीका साथीहरू चाहिँ पार्क आएको छ। मेरो बजारमा काम थियो। फेरि एक ठाउँमा जाउँ होली मनाएर भिडियो सिडियो बनाऊ। मैले चाहिँ सिस्टरहरूलाई चाहिँ होली मनाउन कुनै एक ठाउँमा जाउँ भनेपछि हामी चाहिँ होली मनाउन गएको छौँ। मनाउन आएपछि होली मनाउनु पर्यो राम्रोसँग। एउटा यस्तो अनि एउटा पहेँलो लगाऊ भने एउटा हरियो मिलाएर मिलाएर हरियो पनि कागले सबै ल ल ल यस्तो होली त फेरि उसमा फिल्मको लागि मात्र हो, एक्टिङको लागि मात्र हो। सिस्टरहरूले चाहिँ यी होली राम्रो देखेला भनेर चाहिँ अलिअलि चाहिँ होली सबैलाई लगाउनु भयो र मैले नि सिस्टरहरूलाई चाहिँ होलीको टीका लगाइदिएको छु। होलीको टीका लगाइसकेपछि हामी चाहिँ घुम्न थाल्यौँ पार्कमा। हामी चाहिँ होलीमा चाहिँ पार्कमा आएका छौँ र यहीँ होली मनाएका छौँ बहिनी र बहिनीको साथीहरूसँग। पार्कमा चाहिँ हामीले चाहिँ घुम्दै टिकटक फोटोहरू धेरै लिएका छौँ र पार्कमा चाहिँ होली मनाउन धेरै रमाइलो भयो र धेरै मान्छे आउनुभएको थियो। हामी चाहिँ सबै ठाउँमा घुमिसकेका छौँ, भिडियो फोटो सबै लिइसकेका छौँ। पार्कमा एकदम रमाइलो भयो। म सिस्टर र सिस्टरको साथीहरू पार्कमा धेरै समय बस्यौँ। एकदम मन शान्त भयो र धेरै गफगाफ गऱ्यौँ हामीले।
अब चाहिँ हामी सबै घर फर्किरहेका छौँ। अब बिस्तारै जान्छौँ हामी घरतिर। ए यो टङ्गाको हल्ला पार्कमा होली मनाएर घुमेर चाहिँ हामी घर फर्किरहेका छौँ अब। र आज चाहिँ म मामा घरमा आएको छु होली मनाउनको लागि। आज चाहिँ मेरो व्रत थियो र पूजापाठ गरेर यहाँ चाहिँ म मामा घर होली मनाउन आएको छु। हिजो चाहिँ मैले इन्सुरेन्स कम्पनीमा र पार्कमा गएर चाहिँ होली मनाएको थिएँ। ह्याप्पी होली सबैलाई। बहिनी फोटो खिच्नु फोटो। ल बहिनी आइज। भिडियो बन्न लागेको छैन। पालिएको फोन हेर्नु तपाईँले खाना खाने हो त। ल तपाईँ यता यता पानी हाल्नु भाइ, पानी हाल्ने होइन। सबैलाई होलीको धेरै धेरै शुभकामना छ। हेर्नुहोस् यहाँ हाम्रो होलीपछि कस्तो हालत भइसकेको छ। थाहै होला यसको भन्दा त अगाडि पुरा हालत छ। ल ल राम्रोसँग हामी जस्तो तपाईँ नि रमाइलोसँग होली मनाउनु भएको छ भन्ने मलाई आशा छ। कमेन्टमा गरेर भन्नु होला।
लाइक कमेन्ट समेत सब्सक्राइब गरिदिनु होला थ्याङ्क यू मेरो दिदीलाई लाइक कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला है सपोर्ट गर्नु होला होली खेलिसकेपछि सबैले चाहिँ खाना खानुभयो मेरो चाहिँ व्रत भएको कारणले मैले खाना खाइनँ फलफुल खाएँ मामाको घर होलीको टिका लगाइसकेपछि म चाहिँ फुपूको घर गएँ होलीको टिका लगाउन त्यहीँबाट चाहिँ म घर जानेछु मम्मी तो फिर फर्किनु र आजको ब्लग चाहिँ यहीसम्म लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला थ्याङ्क यू फर वाचिङ